सर नमस्ते। नमस्ते, भन्नुहोस्। कहाँ पर्यो सरको घर? मेरो मकवानपुर जिल्ला हेटौँडा हो। विश्व साइकल यात्री रामचन्द्र मानन्दर। मानन्दर हजुर कति दिन भयो हजुर यसरी हिँड्न थाल्नु भएको? 6 वर्ष 17। ल उहाँ चाहिँ साइकल यात्री हुनुहुन्छ, रामचन्द्र मानन्दरज्यू हुनुहुन्छ। उहाँको चाहिँ हेटौँडा भन्नु भएन सर? हेटौँडा घर रहेछ। उहाँ चाहिँ अब 17 वर्ष अगाडिदेखि चाहिँ नि उहाँ धेरै देशहरू घुमिसक्नु भएको रहेछ। अनि खोटाङको पनि यो रावबेसी गाउँपालिका 3 लामीडाँडा भन्ने एयरपोर्टमा घुमेर पुरा चाहिँ यो साइकलमा नेपालको झन्डा फरफराउँदै चाहिँ उहाँ घुमिराख्नु भएको छ। अनि एकछिन छिर्नु पर्यो सर भनेर भन्नुभयो र उहाँलाई चाहिँ मैले यहाँ भित्र हुलेर चाहिँ यो एयरपोर्टको दृश्यहरू हेर्ने दिइरहेको छु। अब ठिक छ, उहाँलाई घुम्नुहोस्, उहाँको यात्रा सफल रहोस्। उहाँले अब कता कता कुन कुन देशहरू कुन कुन अब जिल्लाहरू घुम्न चाहनुहुन्छ, उहाँलाई धेरै धेरै बधाई पनि दिन्छु र उहाँको यात्रा सफल रहोस् भनेर म उहाँलाई चाहिँ नि एउटा आश्वासन दिन चाहन्छु। उहाँको यात्रा चाहिँ एकदम सफल रहोस्। उहाँको यो नेपालको झन्डा फरफराएर चाहिँ पुरा उसमा हिँड्नु भएको कारणले गर्दा म स्वागत गर्न पनि चाहन्छु उहाँलाई। उहाँको यात्रा सफल रहोस्। धन्यवाद।